नमस्ते सम्पूर्ण दर्शकहरू र सम्पूर्ण ज्योतिषशास्त्र सम्बन्धी रुचि र ज्योतिषशास्त्र अध्ययन गर्ने महानुभावहरू। आज विशेष गरेर कुण्डली विश्लेषण कै श्रृङ्खलामा हामीले आज मूल नक्षत्रको गणमूल नक्षत्रभित्रै पर्छ मूल नक्षत्रको मिथुन लग्नको धनु राशि जातकको बारेमा हामीले विश्लेषण गर्नेछौँ। के तपाईँको राशि धनु हो, तपाईँ मिथुन लग्न भएको मान्छे हो भनेपछि कतिपय कुराहरू तपाईँको स्वभावदेखि लिएर कतिपय कुराहरू तपाईँको लागि मेल खान जाने हुनाले आउनुहोस् आजको यस भिडियोमा चर्चा परिचर्चा गरौँ त्यसको। म भूपेन्द्र वैदिक ज्योतिष मार्गदर्शनमा स्वागत छ र सुरुवात गरौँ। मलाई जन्मकुण्डलीको डिटेल पठाउने क्रममा मलाई इनबक्स भएको डेट अफ बर्थद्वारा निर्मित कुण्डली हो यो। उक्त कुण्डलीको तपाईको जन्मकुण्डली विश्लेषण गर्दाखेरि मैले प्रत्येक टपिक र प्रत्येक दर्शकहरूको प्रश्नलाई आधार मानेर उक्त प्रश्न सम्बन्धी थोरै गहिरो अध्ययन गर्ने गरेको छु र बाँकी सामान्य रूपमा विश्लेषण र विवेचना गर्ने मात्रै गरेको छु, ताकि तपाईँले सोध्नु भएको जिज्ञासा राख्नु भएको प्रश्नको समाधान मिलोस् र तपाईँलाई यो कुण्डली विश्लेषणपछि मार्गदर्शन प्रशस्त होस् भनेर। प्रथममा मूल जन्मकुण्डलीको विश्लेषण गर्दाखेरि तपाईँको मिथुन राशि 21.52 डिग्रीमा तपाईँको मिथुन राशि रहेको छ, जसको स्वामी बुध ग्रह हो। र मिथुन लग्न भएका व्यक्ति सामान्यतया कुशल सञ्चारकर्मी हुने गर्दछन्, बहुआयामिक रुचि भएका, बहुप्रतिष्ठित रुचि भएका, विद्वान, बौद्धिक क्षमता भएका, जिज्ञासु र सिचुएसनल परिस्थिति अनुसार अनुकूल हुन सक्ने, आफूलाई सहज रूपले ढाल्न सक्ने व्यक्तित्व र स्वभाव हुने गर्दछ। यस कुण्डलीमा तपाईँको लग्नमा केतु विराजमान छ। सामान्य मैले ग्रहहरूको परिचय दिउँ सुरुमा। लग्न मिथुन लग्नको धनु राशि लग्न भनेपछि तपाईँको 1 नम्बर खाना जुन हामीले जसलाई लग्न भन्छौँ त्यसमा केतु विराजमान छ। द्वितीय घरमा तपाईँको बृहस्पति र सूर्य दुईटैको युक्ति 4 नम्बर राशिमा छ भने तृतीय स्थान जुन पराक्रम स्थान, भाइ बहिनीको स्थान हो, उक्त स्थानमा मङ्गल, शुक्र र बुधको युक्ति भएर बसेको छ। तपाईँको 7औं स्थानमा चन्द्रमा र राहुको युक्ति भएर बसेको छ भने 8औं स्थानमा 8औं घरमा शनि विराजमान छ। त्यसरी नै यी ग्रहहरूको प्लेसमेन्ट र डिग्रीहरू म आगामी अघिल्लो उसमा बताउने छु। ग्रहहरूको प्लेसमेन्ट हेर्दाखेरि लग्न मिथुन लग्न बुध राशिको र लग्नमा केतु विराजमान छ, जसले गर्दाखेरि अनुहार तेजस्वी, आकर्षण व्यक्तित्व र व्यवहार हुने गर्दछ। साथै जीवनमा वैराग्य, खोज, अनुसन्धान, आध्यात्मिक झुकावहरू, धर्म कर्मप्रति रुचि, शास्त्रीय वैदिक ज्योतिषका सिद्धान्तहरूमा आधारित रहेर अध्ययन गर्ने, विश्लेषण गर्ने, खोज गर्ने स्वभावको व्यक्ति हुने गर्दछन्। लग्नमा बुध तपाईँको मिथुन लग्न हुने हुँदाखेरि मिथुन लग्नको लग्नाधिपति बुध हो। बुधले तपाईँको तेस्रो घरमा गएर विराजमान भएको छ। लग्न र तेस्रो घरको सम्बन्ध स्थापित भएको छ। सिंह राशिमा शुक्र र मङ्गल युक्ति भएका छन्। तपाईँको यो त्रिग्रह युक्त योगको निर्माण भएको छ। 3टा ग्रह एउटै घरमा गएर विराजमान हुँदाखेरि, जसले गर्दा व्यक्तिको व्यक्तित्वमा साहस, पराक्रमी, तपाईँको सञ्चार एकदमै राम्रो, कम्युनिकेसनमा कौशल,
र तपाईँको नयाँ काम गर्नलाई एकदमै जोस हिम्मतका साथ गर्न सक्ने र तपाईँको निडरता क्षमता भएको व्यक्तित्व हुनुहुन्छ तपाईँ। यद्यपि तपाईँको तेस्रो भावपति तेस्रो भावमा बसेको ग्रह तपाईँको लग्नमा गएर विराजमान छ भनेपछि तपाईँको व्यक्तित्व थोरै लिडरसिप, कम्युनिकेसनमा स्ट्रङ भएको, आत्मविश्वास, आफूले सोचेको रोजेको कुराहरू गर्ने स्वभाव भएको, थोरै जिद्दीपना भएको व्यक्तित्व हुनुहुन्छ तपाईँ। र तपाईँको आफ्नै प्रयास र मेहनतले तपाईँको सफलता प्राप्त हुनेछ। निरन्तर रूपमा सङ्घर्षशील जीवन हुनेछ र यदि तपाईँको सङ्घर्ष पोजिटिभ डाइरेक्सनतिर र सही डाइरेक्सनतिर र सही कार्यक्षेत्रतिर गएको भने तपाईँले उच्च पदस्थ प्राप्त गर्न सक्नुहुनेछ यसमा। त्यसपछि तपाईँको चन्द्र राशि तथा नक्षत्रको अध्ययन गर्दाखेरि चन्द्रमा धनु राशिमा छ, जुन मूल नक्षत्रको द्वितीय पदमा हो, दोस्रो पदमा रहेको छ भने यस नक्षत्रको स्वामी केतु रहेको छन्। मूल नक्षत्रमा जन्मिएका व्यक्तिहरू परम्परागत वैदिक मान्यता मान्ने, तपाईँको शास्त्रीय ज्ञान भएको र धर्मकर्मलाई आधार मानेर कार्य गर्ने र धर्मकर्मप्रति रुचि राख्ने व्यक्तित्व हुने गर्दछन्। यसमा तपाईँको गणमूल नक्षत्र हुने बित्तिकै मूल नक्षत्रको ग्रह शान्ति जन्मिएको 7औं दिन या तपाईँको 27औं वर्षमा गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि गणमूल नक्षत्रको जो ऊर्जा छ, अत्याधिक ऊर्जा, त्यसलाई साम्य र ब्यालेन्स बनाउन मद्दत गर्नेछ। त्यसलाई गणमूल शान्ति पूजा विधि भन्ने गर्दछन्। त्यसपछि तपाईँको सूर्य तपाईँको कर्क राशि पुष्य नक्षत्रमा विराजमान छ, जुन सूर्य तपाईँको द्वितीय घरमा विराजमान भएको छ र गुरुसँग तपाईँको संयुक्त रूपमा गुरुसँग तपाईँको सम्बन्ध बनाएर द्वितीय घरमा विराजमान छ, जसले गर्दाखेरि आत्मा अभिव्यक्तिवान, नेतृत्ववान क्षमता भएको, आत्मविश्वास गर्ने, आफूले आफूलाई विश्वास गर्ने, भावनात्मक पक्षबाट प्रभावित हुन सक्ने थोरै सम्भावना रहेको छ। यद्यपि पुष्प नक्षत्रमा जन्मेका यस सूर्य पुष्य नक्षत्रमा विराजमान भएको हुँदाखेरि अत्यन्तै शुभ नक्षत्र हो पुष्य नक्षत्र तपाईँको, जसले गर्दाखेरि पालन पोषण, तपाईँको सेवाभाव, दयाभाव र सामाजिक हितको लागि कार्य गर्ने व्यक्तित्व हुनुहुन्छ तपाईँ। त्यसपछि तपाईँको कुण्डलीमा दोस्रो टपिकको रूपमा आत्मकारक र अमात्यकारक ग्रहहरूको रूपमा हेर्दाखेरि सबैभन्दा उच्च डिग्रीमा रहेको गुरु बृहस्पति तपाईँको 25.20 डिग्रीमा रहेको हुँदाखेरि गुरु तपाईँको आत्मकारक ग्रह बन्नेछ भने अमात्यकारक ग्रह तपाईँको शुक्र हुने गर्दछ। आत्मकारक ग्रह गुरु हुँदाखेरि तपाईँको जीवनमा कस्तो केही परिवर्तनहरू आउँछन् यसको म थोरै विश्लेषण गरिदिउँ। आत्मकारक गुरु हुँदाखेरि तपाईँको ज्ञान, धर्मकर्मप्रति रुचि, आध्यात्मिक व्यक्तित्व, नैतिकवान र अरूलाई मार्गदर्शन गर्ने, अरूलाई मार्गदर्शन र प्रेरणा दिने, यसलाई तपाईँको के भन्छ, राम्रो मार्गदर्शक बन्न सक्नुहुन्छ तपाईँले। अमात्यकारक ग्रहमा शुक्र भएकाले पेशागत रूपमा र सौन्दर्य, कला सम्बन्धी, व्यवस्थापन सम्बन्धी, कूटनीतिज्ञ सम्बन्धी र भौतिक सुख सुविधा सम्बन्धी क्षेत्रहरूमा तपाईँले सफलता प्राप्त गर्न सक्नुहुन्छ यस अमात्यकारक ग्रह शुक्र भएको कारणले गर्दाखेरि। त्यसपछि तपाईँको अर्को राशि तपाईँको ग्रहको विस्तृत विवरण हेर्दाखेरि सरसर्ती तपाईँको म भनिदिइहालौँ। सूर्य तपाईँको कर्क राशिमा 6.5 डिग्रीमा पुष्य नक्षत्रको द्वितीय पदमा विराजमान छ,
जसलाई तपाईँको सूर्य द्वितीय घरमा बसेको हुँदाखेरि कर्कट राशिमा हुँदाखेरि नीचको सूर्य भन्छ त्यसलाई, नीच राशिमा बसेको हुँदाखेरि गुरुसँग त युक्ति भएको छ। चन्द्रमा तपाईँको 6.1 डिग्रीमा छ, 7औं घरमा भने मूलको द्वितीय पदमा विराजमान छ, जुन गणमूल नक्षत्रभित्र पर्दछ र राहुसँग युक्ति भएर बसेको छ। मङ्गल तपाईँको 11.26 डिग्री जुन मघा नक्षत्रमा विराजमान छ र सो राशिको मङ्गल भएको हुँदाखेरि मित्र राशिमा बल र त्रिग्रह योगको निर्माण भएको छ। बुध तपाईँको सिंह राशिमा 3.49 डिग्रीमा मघा नक्षत्र विराजमान छ, जुन तपाईँको सूर्यबाट 27 डिग्री टाढा भएकोले तपाईँको अस्त अवस्थामा छैन। गुरु तपाईँको कर्क राशिमा 25.2 डिग्रीको आश्लेषाको तृतीय पदमा विराजमान भएकाले जुन आत्माकारक हो, कर्क राशिमा मित्रयुक्त र प्रभावशाली रहेको छ। सो तपाईँको आत्मकारक ग्रहको रूपमा स्थापित छ। शुक्र तपाईँको सिंह राशिमा मघा नक्षत्रको चौथो पदमा विराजमान छ र अमात्यकारक हुँदाखेरि त्रिग्रह योग को निर्माण भएको छ यहाँ। शनि तपाईँको मकर राशि आफ्नै राशिमा 8औं स्थानमा विराजमान, जुन उत्तराषाढा नक्षत्रको मा विराजमान छ। स्वगृह वर्ग बलयुक्त भएको शनि तपाईँको कुण्डलीमा विराजमान छ। राहु तपाईँको धनु राशिको 7औं स्थानमा पूर्वाषाढा नक्षत्रको चौथो पदमा विराजमान छ, जुन चन्द्रसँग युक्ति भएको छ। केतु मिथुन राशिमा तपाईँको 24.53 डिग्रीको प्रथम स्थानमा पुनर्वसु नक्षत्रको द्वितीय पदमा लग्नेश भएर केतु विराजमान भएको छ। अब आउँ सरसर्ती तपाईँको ग्रहहरूको मैले माथि विश्लेषण गरेँ, त्यसपछि हामीले प्रत्येक ग्रहहरूको विवेचना गर्दैछौँ। सूर्य तपाईँको द्वितीय राशिमा नीच राशिमा विराजमान छ, तथापि पनि गुरुसँग युक्ति भएको कारणले गर्दाखेरि तपाईँको त्यसको नीचत्व स्वभावहरूमा र त्यसले प्रदान गर्ने तपाईँका नकारात्मक केही पक्षहरूमा ब्यालेन्स बनाउनेछ, जुन तपाईँको जीवनमा प्रत्यक्ष रूपमा देख्न सकिनेछ यी कुराहरू, जसले गर्दाखेरि तपाईँको आत्मविश्वास, पारिवारिक प्रतिष्ठा तथा पितासँगको सम्बन्धमा कहिलेकाहीँ उतार चढाव तलमाथि हुने गर्न सक्ने सम्भावना रहेको छ। तर गुरुको शुभत्व फल, किनभने गुरु कारक ग्रह नै हो द्वितीय घरको, र त्यसपछि तपाईँको चन्द्रको राशिमा विराजमान हुँदाखेरि राशि बल सँगसँगै स्थान बल र आफ्नो बल प्राप्त गरेको हुँदाखेरि सूर्यको त्यो नकारात्मक सम्बन्धलाई साम्य बनाउनेछन् पक्कै गुरुले। यसमा तपाईँको आत्मा, पिता, नेतृत्व र सरकारी अधिकारी, सरकारी पोजिसनको कारक ग्रहहरूको रूपमा मानिन्छ द्वितीय घरलाई, र यी तपाईँ सकारात्मक छन्। वाणीमा प्रभावशीलता पाउनुहुनेछ, तपाईँको नेतृत्व क्षमता भएको हुनेछ, ज्ञान, विवेक र सम्मान प्राप्त गर्नुहुनेछ तपाईँले। तर ध्यान दिनु पक्षमा एउटै कुरा हो, पिताको स्वास्थ्य तथा सम्बन्धमा ध्यान दिनुपर्ने अवस्था छ। आँखा तथा आत्मविश्वाससँग सम्बन्धित विषयमा सतर्क रहनुहोला तपाईँले। र तपाईँको चन्द्रमाको स्थितिलाई हामीले अध्ययन गर्दाखेरि चन्द्रमा तपाईँको धनु राशिमा मूल नक्षत्रको द्वितीय पदमा विराजमान छ, 7औं स्थानमा। यो अवस्थामा चन्द्रसँग राहुको युक्ति भएर बसेको हुँदाखेरि थोरै केही तपाईँको आकस्मिक रूपमा हुने परिवर्तनहरूमा तपाईँले केही उतार चढाव पाउनुहुनेछ। यसमा मानसिक अस्थिरता, अत्याधिक सोच्ने बानी र कल्पनाशील तपाईँ व्यक्तित्व हुनुहुन्छ। वैवाहिक जीवनमा साझेदारी, व्यावसायिक सम्बन्धहरूमा केही जटिलता होला, मतभेदहरू आउला, त्यसको लागि ख्याल गर्न होला तपाईँले। भावनात्मक उतार चढाव हुनेछ तपाईँको जीवनमा। तपाईँको चन्द्रमाको विवेचना गर्दाखेरि त्यसपछि मङ्गलको विवेचना गर्दाखेरि मङ्गल सिंह राशिमा तृतीय स्थानमा बसेको छ। तेस्रो भावलाई मङ्गललाई साहस, पराक्रम, तपाईँको आत्मविश्वास, नेतृत्व क्षमता भएको, भाइ बहिनीको सहयोग र भाइ बहिनीको सम्बन्धमा राम्रो शुभत्व मानिन्छ।
जसमा बुध शुक्र र मङ्गलको त्रिग्रह योग निर्माण भएको कारणले गर्दाखेरि कार्यमा कुशलता, मेहनती, निर्णायक पक्ष एकदमै स्ट्रङ, तपाईँको सम्पत्ति तथा उपलब्ध प्राप्त गर्न सक्नुहुनेछ। जीवनमा तपाईँले तृतीय स्थानको यी त्रिग्रह युक्त तपाईँको ग्रहहरूको युक्ति भएको हुनाले पराक्रमी, सोच विचार गरेर डिसिजन लिने, निर्णय लिँदाखेरि धेरै गहिरो गरेर अध्ययन गरेर मात्रै निर्णय लिने क्षमता रहेको व्यक्तित्व हुनुहुन्छ तपाईँ। बुध तपाईँको सिंह राशिमा लग्नेश तृतीय स्थानमा आएर विराजमान भएको हुँदाखेरि उत्कृष्ट सञ्चार क्षमता, जसलाई हामी कम्युनिकेसन स्किल भन्छौँ, लेखन र वक्तित्व कलामा एकदमै निपुण हुनुहुन्छ। विश्लेषणात्मक सोच भएको व्यक्तित्व हुनुहुन्छ। अध्ययन अनुसन्धानतिर तपाईँको रुचि, रिसर्चतिर राम्रो रुचि भएको व्यक्तित्व हुनुहुन्छ तपाईँ, र तपाईँका यी सकारात्मक पक्षहरू हुन्। त्यसपछि तपाईँको गुरु बृहस्पति तपाईँको द्वितीय स्थानमा चन्द्रमाको राशिमा विराजमान भएको हुँदाखेरि आत्मकारक ग्रह पनि तपाईँको गुरु भएको हुनाले ज्ञानी हुनुहुन्छ, प्रभावशाली तपाईँको बाणी छ, पारिवारिक सुख तपाईँले प्राप्त गर्नुहुनेछ, आर्थिक वृद्धि हुनेछ, र त्यसपछि तपाईँको धार्मिक तपाईँको सोच र प्रवृत्ति भएको देखिन्छ। धर्मलाई मन्थन गर्ने, धर्मकर्मप्रति रुचि भएको देखिनुहुन्छ। तपाईँको द्वितीय स्थानमा गुरु विराजमान भएको हुँदाखेरि तपाईँलाई दिग्बल र वर्गबल दुइटै प्राप्त भएको छ, जुन एक राम्रो शुभ सङ्केत हो तपाईँको कुण्डलीमा। त्यसपछि तपाईँको शुक्रको विश्लेषण गर्दाखेरि शुक्र तपाईँको तृतीय स्थानमा सिंह राशिमा अमात्यकारक भएर विराजमान छ, जसले गर्दाखेरि तपाईँ रचनात्मक, कला र सौन्दर्य प्रेमी, सामाजिक सम्बन्धहरू सजिलै स्थापित गर्न सक्ने, दाम्पत्य सुख र व्यावसायिक आकर्षणहरू तपाईँमा यी विद्यमान छन्। ती गुणहरूलाई पहिचान गरेर तपाईँले आफ्नो कार्यलाई अगाडि बढाउँदाखेरि तपाईँ धेरै सक्सेस हुनुहुन्छ। तपाईँको शुक्रको स्थिति बुझ्नको लागि बुझेर तपाईँको विवेचना गर्दाखेरि यी कुराहरू पत्ता लागेका छन्। शनि तपाईँको 8औं स्थानमा, जुन मृत्यु स्थान हो, ससुराल, कष्ट, ठुला चोटपटकहरूको स्थान हो, आयुको कारक हो, जसमा तपाईँको शनि स्वराशि भएर विराजमान भएको हुँदाखेरि अष्टम भावमा वक्री अवस्थामा रहेको छ, जसले गर्दाखेरि अत्यन्तै शक्तिशाली र बलियो ग्रहको रूपमा स्थापित भएको छ, जसले तपाईँ अनुशासित, धैर्यवान, दीर्घायु, धेरै परिश्रम गर्ने र धेरै परिश्रमबाट सफलता प्राप्त गर्ने व्यक्तित्वको रूपमा चिनिनुहुन्छ। तपाईँलाई सिप, कला, क्षमता तपाईँले नआउने र नजान्ने कुनै पनि कुरा हुँदैन, किनभने शनिले तपाईँलाई जसरी तपाईँले कुमारले माटोको भाँडालाई कुदेर एक माटोको सेप दिन्छ, त्यसरी नै शनिले तपाईँलाई त्यस्तै प्रकारको एक सेप दिनेछ, जुन तपाईँमा विद्यमान गुणहरूले भरिपूर्ण बनाउनेछ शनिले। केही नकारात्मक पोइन्टहरूमा हेर्दाखेरि स्वास्थ्यमा थोरै समस्या दिनेछ, पेट सम्बन्धी रोगहरू। जीवनमा थोरै सङ्घर्षपछि शनिको एक स्वभाव नै हो, जीवनमा सङ्घर्ष गराएपछि मात्रै सफलता प्राप्त गराउँछ, र परिवर्तनशील जीवन रहनेछ तपाईँको। तर जुन तपाईँले सक्सेस प्राप्त गर्नुभयो त्यो स्थिर सक्सेस हुनेछ, दीर्घायु हुनेछ त्यो। त्यसपछि राहुको कुण्डलीमा अध्ययन गर्दाखेरि राहु तपाईँको सप्तम स्थानमा चन्द्रमासँग युक्ति भएर धनु राशिमा, जो गुरुको राशि हो, त्यसमा विराजमान छ, जसले गर्दाखेरि राहुका नकारात्मक प्रभावहरू त न्यून हुने नै भए, तर कतै न कता थोरै भए तापनि राहुले तपाईँलाई केही कुराहरू अप्रत्याशित परिवर्तन गराउनेछ जीवनमा, साझेदारीमा उतार चढाव गराउनेछ। तपाईँको एक राम्रो सबल पक्ष भनेको घरबाट टाढा वैदेशिक सम्बन्ध बनाउनेछ, विदेशमा तपाईँको राम्रो सम्बन्ध र उच्च पदस्थ प्राप्त गर्नुहुनेछ तपाईँले, राहुले त्यो तपाईँले दिलाउनेछ, र मल्टिनेसनल कम्पनीका अपर्च्युनिटीहरू, शेयर बजारका अपर्च्युनिटीहरू तपाईँले जीवनमा प्राप्त गर्न सक्नुहुनेछ। तपाईँको नकारात्मक पक्ष हेर्दाखेरि सम्बन्धमा धैर्यता र आत्मसंयमको आवश्यकता तपाईँमा पर्न आउनेछ, यी कुराहरूमा ध्यान राख्नुहोला।
केतु तपाईँको मिथुन राशिमा लग्नमा विराजमान भएको हुँदाखेरि तपाईँको स्वभाव र तपाईँको व्यवहारलाई हेर्दाखेरि केही न केही तपाईँमा त्यस्तो गुण र तपाईँको आकृति हुने गर्दछ जसले तपाईँ अलग पहिचान हुन्छ। तपाईँको आकर्षण व्यक्तित्व हुनुहुन्छ। तपाईँ अनुहारमा तेज तपाईँको हुनुहुन्छ। आध्यात्मिक झुकावहरू, त्यसपछि आत्मविश्लेषण गर्ने स्वभाव, खोज गर्ने स्वभावहरू, सांसारिक विषयभन्दा आध्यात्मिक पक्षतिर बढी झुकाव, जसलाई हामीले भौतिकवाद भन्दा नि आध्यात्मिकवादतिर बढी झुकाव भएको व्यक्तित्वको रूपमा हामीले चिन्ने गर्दछौँ। केतुको नक्षत्रका स्वामी भएकाले जन्म दशा पनि केतुको महादशाबाट प्रारम्भ भएको छ। तपाईँको केतु सम्बन्धित तपाईँले मन्त्र जप्दाखेरि तपाईँलाई अत्याधिक लाभ हुने र शुभत्व प्रदान गर्ने रहेको छ तपाईँको। त्यसपछि तपाईँको भाव विश्लेषण गर्दाखेरि मिथुन लग्न केतुसँगको सम्बन्धले गर्दाखेरि व्यक्तित्व, स्वास्थ्य, शारीरिक बनावट, आत्मविश्वास तथा तपाईँको लिडरसिप, नेतृत्व भएको स्वभाव देखाउने गर्दछ। त्यसपछि तपाईँको राशिहरूको अध्ययन पछि मैले योगहरू, तपाईँको कुण्डलीमा भएका योगहरू, दुर्योगहरूको अध्ययन गर्दाखेरि सर्वप्रथम राजयोगको कुरा गर्दाखेरि प्रथम पञ्चम भावको सम्बन्ध, चतुर्थ र पञ्चम भावसँगको युक्तिको सम्बन्ध, सप्तम र नवम र दशम भावाधिपतिहरूको सम्बन्धलाई हेर्दाखेरि विरत राजयोगको निर्माण भएको देखिन्छ, जसले गर्दाखेरि प्रतिष्ठा, नेतृत्ववान क्षमता, सामाजिक सम्मान, उच्च पदस्थ स्वभाव रहेको व्यक्तित्व तपाईँ हुनुहुन्छ। अर्को तपाईँको कुण्डलीमा सुनाफा योग रहेको छ। सुनाफा योग कसरी निर्माण हुन्छ भन्दाखेरि सुनाफा तपाईँको चन्द्रमाबाट दोस्रो स्थानमा कुनै पनि सूर्यबाहेक अन्य ग्रह भएको भए त्यसलाई सुनाफा योग भन्ने योग मानिन्छ, जसले गर्दाखेरि बुद्धिमत्ता, आत्मनिर्भरता र आफ्नै प्रयासबाट सफलता प्राप्त गर्ने, आर्थिक उन्नति, सक्सेस प्राप्त गर्ने व्यक्तित्व तपाईँ हुनुहुन्छ। त्यसपछि अर्को योग पर्वत योगको निर्माण भएको छ। तपाईँको लग्नेश तथा द्वादश केन्द्रसँग सम्बन्धित भएकाले पर्वत योगको निर्माण भएको तपाईँको जीवनमा। यसले व्यक्तिलाई धन सम्पन्न, आर्थिक, मानसिक, धार्मिक लोकप्रिय यी तपाईँका क्षेत्रहरूमा प्रख्याति र एकदमै उच्च स्थान प्राप्त गराउन मद्दत पुर्याउने चाहिँ गर्दछ। त्यसपछि तपाईँको महायोगमा परिवर्तन योग रहेको छ, जुन दोस्रो तथा सप्तम भावाधिपति राशि परिवर्तन योग रहेको छ। द्वितीय भावमा गुरु कर्कट राशिमा र तपाईँको सप्तम भाव धनु राशिमा चन्द्रमा रहेको हुँदाखेरि गुरु र द्वितीय भावको सम्बन्धमा राशि परिवर्तन योग रहेको देखिन्छ, जसले गर्दाखेरि आर्थिक उन्नति, सामाजिक प्रतिष्ठा र व्यावसायिक सफलता प्राप्त गर्नुहुनेछ तपाईँले जीवन कार्यकालमा। त्यसपछि तपाईँको केन्द्र योगको निर्माण भएको छ कुण्डलीमा। केही सीमित राशिहरू केन्द्रित भएकाले केन्द्र योगको निर्माण भएको, जसमा स्थायित्व, भूमि तथा सम्पत्ति सम्बन्धी व्यावहारिक जीवनमा सफलता, यी कुराहरूमा तपाईँले सफलता प्राप्त गर्न सक्नुहुनेछ। अर्को तपाईँको कुण्डलीमा रहेको छ सरल योग, विपरीत राजयोग अन्तर्गत पर्ने गर्दछ, जसले तपाईँलाई दीर्घायु, कठिनाइमाथि विजय प्राप्त गर्न सक्ने, प्रतिकूल परिस्थिति अवसरहरूमा रूपान्तरण गर्न सक्ने क्षमता तपाईँलाई तपाईँ कुनसुकै सिचुएसन र ठाउँ परिवेशमा नि घुलमिल गर्न सक्ने र सक्सेस प्राप्त गर्ने स्वभाव भएको व्यक्तित्व हुनुहुन्छ। अन्य अशुभ योगहरूमा हेर्दाखेरि वीर्य धन योग रहेको छ, आफ्नै प्रयासबाट मात्रै धन आर्जन गर्न सक्ने। सुमुख योग रहेको छ, आकर्षण व्यक्तित्व र राम्रो सामाजिक छवि भएको व्यक्तित्व। मातृ स्नेह योग रहेको छ, आमाबाट सहयोग र स्नेह प्राप्त गर्नुहुनेछ तपाईँले। वाहन योग रहेको छ, सकल तत्र योग, असल जीवन साथी प्राप्त गर्नुहुनेछ तपाईँले।
पारिजात योग निर्माण भएको छ। उच्च सफलता र प्रतिष्ठा समृद्धि तपाईँले प्राप्त गर्नुहुनेछ। बुद्धि धूर्त योग, तीक्ष्ण बुद्धि, मधुर बाणी र राम्रो अभिव्यक्त गर्न सक्ने क्षमता रहेको छ तपाईँमा। दिग्ग्रह तथा त्रिग्रह योगमा तपाईँका दुईटा पक्षहरू छन्, जुन द्वितीय स्थानमा गुरु र सूर्य विराजमान छन्, जसले गर्दाखेरि तपाईँको बाणी आर्थिक अवस्थामा उन्नति हुने देखाएको छ भने बुध शुक्र मङ्गलको त्रिग्रह योग तृतीय भाव तेस्रो भावमा विराजमान हुँदाखेरि साहसी, सञ्चार कौशल, रचनात्मक कार्य क्षमता भएको व्यक्तित्व हुनुहुन्छ तपाईँले। दोषहरू हेर्दाखेरि तपाईँको कुण्डलीमा राहु र केतुको दोष हेर्दाखेरि तपाईँसँग कालसर्प योगहरूमा कुनै सम्भावना छैन, माङ्गलिक योग छैन। र तपाईँको सप्तम भावमा राहुसँग तपाईँको चन्द्रमा हुनाले थोरै मानसिक अशान्ति र मानसिक केही परेशानीहरू, सम्बन्धहरूमा अचानक उतार चढावको सामना गर्नुपर्ने र त्यसमा तपाईँले स्थिर र दृढ भएर संयम अपनायो भने तपाईँका यी नकारात्मक प्रभावहरू कम भएर जानेछन्। त्यसपछि तपाईँको नवास कुण्डली अध्ययन गर्दाखेरि वैवाहिक जीवन सम्बन्ध राम्रो छ। विश्वोत्तरी दशाहरू हेर्दाखेरि हाल अहिले चलिरहेको महादशा तपाईँको चन्द्रमाको महादशा र अन्तर्दशा शनिको अन्तर्दशामा प्रत्यान्तर दशा चन्द्रमाकै चलिरहेको छ। जुन चन्द्रमाको महादशा तपाईँको 2031 सम्म रहेको छ भने शनिको अन्तर्दशा 2027 सम्म रहेको छ। चन्द्रको प्रत्यान्तर दशा तपाईँको 2026 सम्म रहेको छ। यस कार्यकालमा तपाईँका नजिकका सम्बन्धहरूमा मतभेद हुने, मानसिक तनाव, स्वास्थ्य सम्बन्धी समस्याहरू, अप्रत्याशित घटनाहरू र प्रोग्रेसहरू तपाईँले प्राप्त गर्न सक्नुहुनेछ यसमा। त्यसपछि तपाईँको जीवनमा जुन महायोगहरू, जुन शुभ योगहरू घटित भए तिनीहरूमा शुक्रको महादशा चलेको रहेछ 1995 देखि 2015 सम्म, जसमा तपाईँले शिक्षा, प्रारम्भिक करियरहरू, वैवाहिक जीवनको आधार निर्माण हुने समय बताएको छ। यसमा तपाईँले केही न केही प्रोग्रेस पाउनुहुनेछ शैक्षिक स्तरमा हेर्दाखेरि। सूर्यको महादशा 2015 देखि 2021 मा तपाईँले अधिकार तथा पहिचानका लागि सङ्घर्ष गर्नुपर्ने, आर्थिक उन्नति अन्तर्गत रहेर कार्यका प्रयासहरू, आत्मविश्वास र विवेचना गर्ने समय रहेको छ। र अब आउने महत्त्वपूर्ण दशाहरू, यी दुईटा दशा महादशाहरू, राम्रा दशा महादशा तपाईँका गइसके। अब आउने दशाहरूमा मङ्गलको महादशा आउँदैछ 2031 देखि 2038 सम्म, जसमा तपाईँले साहस, स्वप्रयत्नद्वारा सफलता, व्यावसायिक विस्तार, नेतृत्व क्षमता बढ्ने सम्भावनाहरू देखाएको छ 2031। राहुको महादशा तपाईँको 2038 देखि 2056 सम्म रहेको छ, जसमा तपाईँले विदेशी सम्बन्धहरू, अप्रत्याशित अवसरहरू, ठुला परिवर्तनहरू, सावधानी आवश्यकता अपनाउनु पर्ने रहेको छ यो कार्यकालमा। गुरुको महादशा तपाईँको 2056 देखि लिएर 2072 सम्म रहेको छ, जसमा ज्ञान, सम्मान, आर्थिक स्थिति सुधार, आध्यात्मिक उन्नति, जीवनको उत्कृष्ट चरण तपाईँको यो समय कार्यकालमा रहेको छ भने तपाईँको यी कुराहरूको अध्ययन गर्दाखेरि करियरलाई तपाईँले कुन सेक्टरतिर तपाईँको करियर इस्टाब्लिस गर्दाखेरि सफलता प्राप्त गर्न सक्नुहुन्छ भनेपछि तपाईँको दशमेश गुरु दोस्रो भावमा भएको हुँदाखेरि उसको दृष्टिगत रूपमा दशमेशसँगको सम्बन्धले गर्दाखेरि आर्थिक सफलता प्राप्त गर्नुहुनेछ, तपाईँले सम्मान प्राप्त गर्नुहुनेछ, स्थिर करियर प्राप्त गर्नुहुनेछ, ज्ञानमा आधारित पेसामा तपाईँ सफलता प्राप्त गर्न सक्नुहुनेछ तपाईँले। त्यसपछि तपाईँको विवाहको योगको लागि तपाईँका 3टा विवाहका योग रहेका छन्, जुन अनुकूल विवाह योग तपाईँको कुण्डली अनुसार 2022 देखि लिएर 2024 सम्म चन्द्रमाको दशा र राहुको अन्तर्दशा चलेको छ। यो कार्यकालमा तपाईँको विवाहको योग रहेको छ।
चन्द्र र गुरुको अन्तर्दशामा 2024 देखि 2025 सम्म यो तपाईँको गोल्डन टाइम हुनेछ। यदि त्यसमा नि तपाईँको विवाह भएन भने चन्द्र र शुक्रको अन्तर्दशामा 2029 देखि लिएर 2030 सम्म अर्को विवाहको योग देखाउनेछ तपाईँको जन्मकुण्डलीमा। तपाईँको विवाह भइसकेको छैन भनेपछि यी 3वटा समय कालखण्डमा तपाईँको विवाह अवश्य नै हुनेछ। त्यसको लागि धैर्य गर्नुहोला। त्यसपछि तपाईँको स्वास्थ्यको रूपमा दीर्घायु योग रहेको छ। हड्डी सम्बन्धी थोरै समस्याहरू देखिलान्। जोर्नी, हड्डी सम्बन्धी, छाला सम्बन्धी दीर्घकालीन रोगहरू को रूपमा तपाईँको वक्री शनि हुने हुनाले कहीँ कदम कदाचित तपाईँको रोगहरूले आक्रमण नगर्ला भन्न सकिँदैन। अन्य स्वास्थ्य समस्यामा आँखा, मुख र दाँत सम्बन्धी समस्याहरू जुन सूर्य द्वितीय स्थानमा विराजमान छ, सूर्यले गर्दाखेरि चन्द्रमा तपाईँको राहुसँग युक्ति हुँदाखेरि मानसिक तनाव, निन्द्रा र पाचन सम्बन्धी समस्याहरू प्रदान गर्नेछ। मूल नक्षत्रमा तपाईँको जन्म भएको हुँदाखेरि तपाईँको बाल्य अवस्था एकदमै स्वास्थ्य सम्बन्धी संवेदनशील र कमजोर रहेको अवस्था छ। तपाईँको आध्यात्मिक इष्ट देवतामा भगवान विष्णु, गणेश र हनुमानजी हुनुहुन्छ। तपाईँको इष्टदेव हेर्दाखेरि तपाईँका यी सम्पूर्ण तपाईँको ग्रह कुण्डली विश्लेषणको आधार भनेको मैले पराशर वरा शास्त्रलाई आधार मानेर फलदीपिका र चिन्तामणिको तपाईँको शास्त्रीय ग्रन्थलाई आधार मानेर तपाईँको कुण्डली विश्लेषण गरेको हो। र लाल किताबलाई आधार मानेर हामीले विश्लेषण गर्दाखेरि केही कुराहरू सठिक र केही कुराहरू थोरै भिन्न तौरबाट व्यवहारिक तौरबाट विश्लेषण गर्ने हुनाले भिडियो धेरै लामो बन्ने हुनाले मैले एउटै पद्धतिलाई मात्रै आधार बनाएर कुण्डली विश्लेषण गरेको छु। कुण्डली एकदमै बलवान र एकदमै राम्रो र उच्च पदस्थ छ। स्वभावमा कहिलेकाहीँ अहङ्कार नआउला भन्न सकिँदैन, त्यसको नियन्त्रण गर्नु होला। मानसिक चिन्ता र अत्याधिक सोच्ने बानीको कुण्डलीमा योग रहेको हुनाले कहिलेकाहीँ मानसिक पीडा हुन सक्ने सम्भावना छ। स्वास्थ्यको अवस्थालाई हेर्ने हो भने त्यति मजबुत छैन, कहिलेकाहीँ चोटपटक लागिहाल्ने, स्वास्थ्यमा उतार चढाव आउने सम्भावना रहेको छ, जसले गर्दाखेरि स्वास्थ्य सम्बन्धी जहिले नै सजग रहनुहोला। शिक्षा, करियर, नेतृत्व, व्यावसायिक रूपमा, आर्थिक रूपमा, स्थिर सम्पत्ति, तरल सम्पत्ति हेर्दाखेरि एकदमै राम्रो उच्च पदस्थ र धेरै धन सम्पत्तिवान व्यक्तित्व हुनुहुन्छ। पारिवारिक सम्बन्ध हेर्दाखेरि आमासँगको सम्बन्ध एकदमै राम्रो उच्च, बुवासँग थोरै मनमेटाउ कहिलेकाहीँ विचारमा भए तापनि एकदमै राम्रो सम्बन्ध, भाइ बहिनीहरूको सम्बन्धमा एकदमै राम्रो प्रगाढ रहेको छ भने दाम्पत्य जीवनमा कहिलेकाहीँ मनमेटाव र कहिलेकाहीँ विश्वासको कमी, कहिलेकाहीँ यी कुराहरूले तपाईँले मानसिक पीडा दिन सक्छ। त्यसमा थोरै सावधानी अपनाउनु होला। बाँकी रहेको कुण्डलीमा सन्तान पक्षबाट एकदमै राम्रो, सजग र सफल सन्तान तपाईँले प्राप्त गर्नुहुनेछ। यी सम्पूर्ण कुण्डली विश्लेषण गरिसकेपछि तपाईँलाई आउट अफ 10 मा 9 मार्क्स तपाईँलाई दिन सकिन्छ। यस्तै गरेर कुण्डली विश्लेषण, विवेचना, कुण्डलीको गहिरो अध्ययन, ग्रह नक्षत्रलाई आधार मानेर राशिहरूको डिग्री र राशिहरूको एक आपसको सम्बन्धहरू, ग्रहहरूको एक आपसको सम्बन्धलाई आधार मानेर गहिरो विश्लेषण गर्न तपाईँ चाहनुहुन्छ भने सम्पर्क गर्नुहोला। पहिलोचोटि तपाईँ भिडियो हेर्दै हुनुहुन्छ भने लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला, ताकि मैले बनाएका यी भिडियोहरू तपाईँ समक्ष पुगुन् र तपाईँका जिज्ञासाहरू, तपाईँका प्रश्नहरूको मैले समाधान गर्न सकूँ। आजको भिडियोबाट बिदा पाऊँ। तपाईँको समयको लागि धन्यवाद। हस्, नमस्ते।